इटहरी अस्पतालले बढ्दो बिरामी चाप व्यवस्थापन गर्न सेवा समय परिमार्जन गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचना अनुसार अत्याधिक भिडका कारण सेवा प्रवाहमा समस्या देखिएपछि नयाँ व्यवस्था लागू गरेको हो। अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी आउने हुँदा टिकट वितरण, जाँच तथा बिलिङ प्रक्रियामा ढिलाइ हुँदै आएको थियो। यसैलाई मध्यनजर गर्दै सेवाग्राहीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। नयाँ व्यवस्था अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान 7 बजेदेखि 12:30 बजेसम्म टोकन वितरण गरिनेछ, जस अन्तर्गत अधिकतम 800 जनालाई सेवा दिइनेछ। शुक्रबार भने बिहान 7 बजेदेखि 11:30 बजेसम्म अधिकतम 500 जनालाई मात्र टोकन उपलब्ध गराइनेछ। हाडजोडी तथा बालरोग सेवाका लागि दैनिक 50-50 जना बिरामीलाई मात्र टोकन दिने व्यवस्था गरिएको छ। बिरामी जाँच सेवा आइतबारदेखि बिहीबारसम्म बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म सञ्चालन हुनेछ भने शुक्रबार बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म मात्र सेवा उपलब्ध हुनेछ। अस्पतालले बिलिङ सेवा 24 घण्टा सञ्चालनमा रहने जनाएको छ। साथै पटक पटक जाँच गराएका बिरामीले 7 दिनभित्र पुनः टोकन नलिई सोझै फलोअप सेवा लिन सक्ने व्यवस्था गरिएको छ। आपतकालीन सेवा अन्तर्गत इमर्जेन्सी स्वास्थ्य सेवामा दैनिक 40 जनालाई बिरामीलाई बिहान 8 बजेदेखि 10 बजेसम्म प्राथमिकताका साथ जाँच गरिनेछ। त्यसपछि अन्य सेवाहरू बिहान 10 बजेदेखि नियमित कार्यालय समयअनुसार सञ्चालन हुने जनाएको छ। अस्पताल प्रशासनले नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै सेवाग्राहीलाई तोकिएको समय पालना गरी सेवा लिन अनुरोध गरेको छ। बिमा गरेका बिमितहरूलाई अस्पताल प्रशासनले बिहान आउँदा बिमा कार्ड बोकेर आउन भनेको छ। नयाँ समय व्यवस्थापनसँगै अस्पतालको सेवा प्रवाह अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।